हेलो एभ्रिवान, आज फेरि हाम्रो नेक्स्ट डे हामी जाँदैछौँ घुम्नलाई। तर हामी आज कहाँ जाँदैछौँ चाहिँ फिक्स भएको छैन अहिलेसम्म नि। तर अब आज चाहिँ हामी बार्बेक्यूहरू गर्नेछौँ होइन। अनि त्यसपछि बार्बेक्यूहरू गर्नेछौँ। सन्जिताको भाइलाई पिकअप गर्नेछौँ। रन्जिता जाने भनेको थियो, रन्जिता चाहिँ भएन जाने, उसको छुट्टी मिलेन। अनि हामी बुढा र म हिँड्यो लिनलाई, उनीहरूलाई लिएर अनि हामी जान्छौँ। सो स्टे ट्युन। हामी आज के गर्छौँ, बार्बेक्यू नाइट हुन्छ आज हाम्रो। बार्बेक्यू नाइट प्लस बिच डे समथिङ, त्यस्तै भनौँ। कता कता गइन्छ अब हेरौँ। हामी जाँदैछौँ। यो चाहिँ शारजाको बाटो, शारजा। वेदर त कुल छ, कुल। ल है हामी आइपुग्यो है। को छ यहाँ आज? बुढा, सन्ता, भाइ, सिरी, मासु। हामी चाहिँ अहिले स्नुपी आइल्यान्डमा छ। चाहिँ स्नुपी आइल्यान्ड रे यो। अब हामी के खाँदैछौँ, भोक लाग्यो। नेपालको अरे यो मिठो रहेछ। यो हरियो चाहिँ मलाई एकदम मन पर्छ। Wow, we are going to arrange all the things, so we are just going to eat like small snack. Okay, it's called evening snack. Oh my god, look, it seems like the hills are like same Nepal, no? Wow, look, they are. अच्छा, हाम्रो चाहिँ यो घुमघाममा अनि त्यसपछिबाट हाम्रो सन्जिता दिदीले ल्याएको चिकन अनि यो कोदाको रोटी अनि हाम्रो भेना जिउ हाल्दै हुनुहुन्छ। अनि हाम्रो दिदी कपमा के हो भनेर हेर्दै हुनुहुन्छ। अनि हाम्रो यहाँ आज घुमघाम धेरै रमाइलो भइरहेको छ। हामी चाहिँ यो बिचमा आएको छौँ, तर यो बिचको नाम चाहिँ के हो थाहा भएन। अनि यो टापुमा चाहिँ खास विशेष गरी टापु हेर्न आएको हो हामी। अनि हेर्दैछौँ अनि साथै हामी खाँदैछौँ। यस्तो होइन तर्न त अहिले बस्नुलाई भने रोटी पनि लिएर न। त्यही हो, अहिले उसँग खाना खासै धेरै खाइँदैन होला, त्यही भएर अहिले खाँदा हुन्छ क्या। कस्तो भन्छ बार्बेक्यू खान मन लाग्छ। कस्तो भएछ? मिठो कोदोको रोटी, लोकल कुखुराको मासु। यो चाहिँ मलाई भन्न आउँदैन। यो त्यसमा चपाती दिस वन खबुस यो चाहिँ रोटी नै होला नि, यसलाई के भन्छ? यो खबुस पनि भन्छ। उ बस्छ कि खबुस लोकल चिकन मेन। मिठो भएछ। ल स्नुपी आइल्यान्डमा बसेर स्नुपी मलाई नामै नआएर स्नुपी सन्जिताले बनाएर ल्याएको चाहिँ कस्तो लाग्यो थाहा छैन, तर खाइदिनु ल खाऊ त ल। मिठो छ। लोकल ग्रेभी हाल्नु त्यसलाई। अब भएन, अब खानु हामी कोकोलाई चाहिन्छ। अब हामी यहाँ स्विमिङ गर्न लाग्छ। बुढाहरू चाहिँ ऊ त्यहाँ यता आइज न, यता आइज न। कस्तो फिल भइरहेछ नि त? अनि स्विमिङ यसरी खेल्छ, स्विमिङ यसरी खेल्छ भने अहिले भन्छस्। अब हामी खेल्दैछौँ। सन्जिता र म, बुढाहरू त्यहाँ छ होइन। अब हामी स्विमिङ खेल्छौँ। अनि यस्तो छ हाम्रो ब्याकग्राउन्ड चाहिँ। त्यसो सन्ता यहाँ चाहिँ पानी चाहिँ तातो है भाइ। तँलाई स्विमिङ गर्न आउँदैन हो? मलाई नै आउँदैन। सन्ता यो फोन कहाँ राख्ने, फोन कहाँ राख्ने? हामी चारजना
चिसो भएको म त जान्छु म 4 रात पो है ल हामी चाहिँ बार्बेक्यू हुँदैछ हाम्रो आज बार्बेक्यू नाइट हुँदैछ सन्ता इज मेन सेफ हियर ओ नो मेन सेफ त यो चाहिँ चिकनको भयो हैन अनि यहाँ हाम्रो मकैहरु पाक्दैछ अनि त्यसपछि यहाँनिर अन्डा बोइल अबै पाक्न आँटिसकेको छ अनि हाम्रो भाइ पनि सेफ हो चाहिँ चटनीको लागि अनि भाइले यहाँ गर्ने कार्यक्रम गरिरहेछ कोइला सेफ उले बालेको यो आगो अनि बुढा चाहिँ यहाँ म्यारिनेट गर्ने सेफ खसीको मासु बाउनले खाँदैन नि त सन्त अनि हाम्रो एउटा मकै पाकिसक्यो अब यहाँ बुलडग बनाइन्छ पहिला खाइन्छ सबै सेटअपहरू हाम्रो त्यस्तो छ ल यता मैले के भन्नु म चाहिँ के गर्ने रे म चाहिँ यहाँ बनाउँदैछु दिदी चाहिँ हाम्रो अचार बनाउँदै हुनुहुन्छ अनि त्यसपछिबाट चटपट बनाउनुहुन्छ यहाँ सबै गर्ने चाहिँ उहाँ नै हो तर हामीले चाहिँ ट्याग मात्रै पाएको हो अब अचार बनाउँछु नि त यहाँ यस्तो मिठो गोलबाट पाकिसक्यो गोलबाट पाकिसक्यो के त्यो सबै जान्छ मैले यहाँ खोजिरहेको छु तर यो पानी पनि उम्लिरहेछ भक भक त्यसलाई नि एकचोटि बरु गर्नुपर्छ ला यो त यो चम्चा चाहिन्छ एउटा झिक्नु पर्छ यो के हो त्यो तेरेले पाप्रिका के हैन के खोर्सानी होला खोर्सानी र हो हुन त नुन छ कि छैन उलाई खानु मन लाग्छ सानोमा खाएको याद आयो होला यसलाई त्यो मतलब गाउँमा काटेको फ्रेस दिन्थे के हजुर मसमसै लाग्दैन त्यो गाउँको मासु राम्रो भएर अर्गानिक त्यो भर्खर त बेबी जस्तै हुन्छ के यसको त्यो बुढी पनि हुन्छ नरिवल भन्दै दिन्थ्यो ए मकै पोलेर अब सिरीले खाँदैछ यसले डिस्टर्ब गर्यो कस्तो फिल हुँदैछ तिमीलाई धेरै रमाइलो मकै खानु पाउँदा मकै मासु ससेज हामीले चिकन अलरेडी ट्राई गरिसक्यो ससेज अलि डरेछ एउटा चाहिँ चिकन चाहिँ अब यहाँ यो छँदैछ बुलडग अब यहाँ बनाउनलाई हामीले रेडी गर्दैछौँ पानी बोइल गर्दैछौँ अन्डा बोइल भइसक्यो हाम्रो त्यो बुलडग भनेको अहिले चौतरा भने सेकुवा जुम गरेर उलाई देखाउ अनि हामीले देखाउ कस्तो छ दिदी मकै वाउ सो टेस्टी दिदी एकदम मिठो भएछ एकदम मिठो धन्यवाद लिएकोमा भेनाजु कस्तो छ मकै भेनालाई त पुरा धुवाले पो कस्तो छ सुपर छ है सुपर हाम्रो अनि यो ल अलि केयरफुल भयो तैले यस्तै राख्नु से पोल्दै हात वरिपरि डाँडो बिचमा हामी बसेर अरूहरुले पनि गर्दैछ त क्याम्प यता ल बल्ल बोल्यो कस्तो छ मकै एकदम मिठो छ थ्यांक यू दिदी एकदम मिठो छ तिमीले ल्याएको मकै हैन धेरै धेरै धन्यवाद त्यसको लागि धन्यवाद परेन भेनाजु एकदम मिठो छ है अनि हाम्रो यो अहिले ससेज चिकन अनि बुलडगको लागि पानी बन्दैछ हाम्रो त्यहाँनिर पोर्क पनि के भन्छ त्यसलाई इन्तजार गरिरहेछ अन द वे अन्तर्जाति भन्दै अब हामी यहाँ पेप्सी खाँदैछौँ चाउचाउसँग बुलडग सो नाइस नो अल सेट गो रेडी उ त्यो भाइले यहाँ पनि राम्रो भइरहेछ हाम्रो यो कस्तो दामी आएर के रे भेना चाउचाउको नाम बिर्सिन्छु बुलडग और अन्डा यम्मी सो यम्मी चाइनिज साग ओ यो चाहिँ मज्जाले पाक्यो यो आगो पनि बढेन के भएन नि त उलाई दिनु यो कताबाट जाने सर फ्ल्यास अन भएन त फ्ल्यास अन भएन
तर देख्न चाहिँ देखाछ एउटा भिडियो चाहिँ भइहाल्छ ल यो हाम्रो फाइनल मिल भयो खासै धेरै खान सकिएन हैन अब यसो गर्ने यस्तो गर्ने अब यसलाई मासुलाई यहाँ राख्ने अब यसलाई त ब्रेक पनि गर्न सकेन भाइ वाउ यस्तो गर्ने अनि खाने क्या यम्मी त्यहाँ हाल्नु त यो चाहिँ हाम्रो हैन फाइनल डिश हो एन्ड सो यम्मी लुक वाउ आई लभ दिस थ्यांक यू खाऊ त बार्बेक्यू गरेर नै सक्यो अहिले हामी अब हामी घर जाँदैछौँ 11:30 समथिङ त्यस्तै भइसक्यो होइन अब हामी जाँदैछौँ मजा आयो आज मजा आयो फर्स्टमा हामी बिचमा गयो अनि त्यहाँनिर खानासाना खायो अनि त्यसपछि यहाँनिर आयो खानासाना खायो अनि त्यसपछि स्विमिङ गर्यो अनि त्यसपछि यहाँनिर आयो बार्बेक्यू गर्यो यो चाहिँ हाम्रो स्पोट थियो हामीले फोरहरू यसरी प्याक गरेर अब डस्टबिनमा हालेर जान्छौँ सबै फोरहरू यो चाहिँ आफ्नो आफ्नो सामान हो अनि यहाँनिर चाहिँ हामीले गरेको थियौँ हाम्रो गाडी चाहिँ यहाँ छ अब हामी जान्छौँ मान्छेहरू थुप्रै छ त्यहाँ लाइटहरू बलिरहेको ठाउँनिर त्यस्तो यस्तो छ त्यहाँ सन्जिता छ त्यहाँ पर सन्जिता गएको छ अनि यस्तै छ अब हाम्रो सक्यो मुन